हेलो साथीहरू होइन म एउटा तपाईँलाई कुरो भन्न चाहन्छु के बाहिर बस्ने जतिजना मान्छे हुनुहुन्छ बेङ्गलोर चेन्नई हैदराबादहरू जहाँ पनि होइन बाहिर आएर चाहिँ तपाईँहरू मासु खाने सकै हुनुहुन्छ सुँगुरको मासु त नखानु क्या गाइस। यहाँ हेर्न सक्नुहुन्छ कति लेत्रामा हुन्छ सुँगुरहरू यहाँको मान्छेको गुसामानधरि गटरबाट आएको पानीमा खेल्छन् होइन सबै यहीँ लेत्राहरू सबै खान्छ कि यहाँको कस्तो घिनलाग्दो सुँगुर छ। बरु गाउँको खानु सक्नुहुन्छ, गाउँको सफा हुन्छ पालेको हुन्छ। यहाँ त्यस्तै छोडेको छाडा छोडेको हुन्छ। यहाँ सक्नु जङ्गली मङ्गल देखिन्छ यो चाहिँ यस्तो लेत्रामा बसेर हुन्छ क्या पुरा लेत्रा खान्छ गु खान्छ मान्छेहरूको यहीँ लेत्राहरू दुनियाँ फ्याएको हुन्छ यहीँ खेल्छ यहीँ खान्छ। अनि यही मासु फेरि लास्टमा गएर तामिलहरूले काटेर बेच्छ कि तामिल होस् चाहे जहाँ होस् होइन कन्नडाहरूले जहिले पनि मासु दोकान हुन्छ यी सुँगुरहरूले नै काटेर बेच्छ। पाल्नु परेको छैन किनो छोडिदियो अनि यसरी ठुला भइहाल्छन् अनि ठ्याक्क काटेर चाहिँ दोकानमा बेच्यो क्या। अनि खानेहरूको पनि फेरि कमी हुँदैन यस्तो थाहा पाए पनि देखि नेपाली नै बेसी हुन्छ फेरि खाने यी सब बाहिर मात्रै हेर्न सक्नुहुन्छ गाइस कस्तो लेत्रा छ। यस्ताका सुँगुरहरू खान्छ कि यो भिडियो चाहिँ सबैलाई सेयर गर्नु क्या बाहिर बस्ने जतिजना हुनुहुन्छ होइन तुझलाई पनि थाहा होस् जतिलाई थाहा हुँदैन होला सुँगुर राम्रै आउँछ भनेर खान्छन् होला तर यस्तो भएर आउँछ इस यहाँ हेर्न सक्नुहुन्छ इस सुँगुरको माउ यी बच्चा हुन् भर्खरका हेर्न सक्नुहुन्छ इस कस्तो घिनलाग्दो छ। यहीँ गटरको पानी छ लगाइस होइन सबै भिडियो त सेयर गर्न नबिर्सिनु होला जति बाहिर बस्नेहरूलाई ल उसले पनि थाहा होस् क्या कस्तो मासु खाँदो रहेछन् उनीहरूले भन्ने कुरा। यहाँ हेर्न सक्नुहुन्छ कति लेत्रा छ।